Hello everyone, namaste and Tashidele वाम गुड मर्निङ फ्रम जुम्ला खलाङ्गा बजार। तपाईहरुले अहिले देखिरहनु भएको चाहिँ जुम्लाको एयरपोर्ट हो। यो एकदम पुरानो एयरपोर्ट पनि हो अनि पहिला कर्णालीको बेस्ट एयरपोर्ट पनि हो। अनि अहिले तपाईले त्यो बजारको बीचमा पयालो देखिरहनु भएको चाहिँ त्यो चाहिँ जुम्लाको चन्दननाथ मन्दिर हो। अब त्यो सँगसँगै आज तपाईहरुलाई जुम्लाको वरिपरिमा बिहान के देखेको त्यसको दृश्यहरू देखाउन गइरहेको छु। अब यो चाहिँ जुम्लाको मेन बजारमा रहेको एउटा बजारको केन्द्र हो। अब त्यहाँ बिहान कुनै दर्शनको लागि कुनै केही यताउता कामको लागि आउनु भएको छ। यहाँ अर्ग्यानिक अनि सागसब्जीहरू पनि बेचेको बाटोमा देखिसक्नुहुन्छ। ढोकोमा लिएर बजारमा लिने रहेछ। अब यो चाहिँ धानको रोपाइँको बारी हो। अब तपाईलाई थाहा छँदैछ जुम्लाको धान भनेको चाहिँ मार्सी चामलदेखि लिएर अब सबै मार्सी चामल हो कि होइन त्यो चाहिँ भन्नु सक्दैन। यो चाहिँ धेरै टाढाबाट त्यहाँ तानेर ल्याउने चलन छ धेरै गाउँलेहरूले। यो तान्नुको लागि चाहिँ अब केही समितिहरू चाहिँ खटाउँछ होला, तर धेरै जस्तोले आफ्नोलाई भाग्य ठानेर गाउँलेले फ्रीमा तान्ने चलन छ। हेर्दिन कति अग्लो सिङ्गो रुखै। हरेक चिजलाई हामीले निहाल्दै जाँदा या बुझ्दै जानु पर्दाखेरि चाहिँ हरेक चिजमा फरक चिजहरू कथा हुँदो रहेछ। अब यो चाहिँ 2061 सालमा मुगु जिल्लाको एउटा व्यक्तिले चढाएको रहेछ। यो चाहिँ नितान्त काठको। भित्र फोटो खिच्नु चाहिँ मनाइ छ, तर आँखाले चाहिँ देख्नु मिल्छ। त्यहाँ हेर्दा चाहिँ हिन्दू र बुद्धिस्ट दुइटैको मूर्ति रहेछ। स्पेसल बुद्ध रहेछ अनि दोर्जी छाङछेन रहेछ अनि बुद्ध 3-4वटा रहेछ अनि अर्को पनि एउटा लामाको मूर्ति रहेछ। सँगसँगै हिन्दूको मूर्तिहरू चाहिँ धेरै रहेछ। जे जस्तो भए पनि नेपालमा अझै बुद्धिस्ट र हिन्दुजम दुइटै एकदम मिक्समै छ है भनेर मेसेज दिँदो रहेछ।